र आजको क्वेसन अब अस्तिकै हुनु त्यही होइन र बाई अप्लाइङ रिमाइन्डर थियोरम लेट अस क्यालकुलेट एन्ड राइट द रिमाइन्डर अफ द पोलिनोमियल जुन चाहिँ यहाँ लेखिदिइसकेको छु मैले द्याट इज डिभाइडेड बाई x माइनस 1 यहाँनिर तपाईँको एउटा पोलिनोमियल दिएको हुन्छ जुन चाहिँ मैले यहाँ लेखिसकेको छु होइन इक्वेसन अर्को चाहिँ तपाईँको के हुन्छ भन्दा डिभाइजर हुन्छ x माइनस 1 चाहिँ यसको केसमा सो यो जुन चाहिँ डिभाइजर छ x माइनस 1 यसलाई चाहिँ हामीले x माइनस 1 इक्वल्स टु 0 गरेर x को भ्याल्यु निकाल्नुपर्छ किन भन्दा यो x को भ्याल्यु चाहिँ हामीले यो पोलिनोमियलमा हाल्नुपर्छ नि त त्यही भएर चाहिँ निकाल्नुपर्छ होइन सो इन केस अब यो x माइनस 1 को बदली x माइनस 2 भएको भए डिभाइजर इक्वल्स टु 0 गरेर x को भ्याल्यु के निकाल्थ्यो हामीले 2 हुन्थ्यो होइन तर यहाँनिर के छ x माइनस 1 छ र x को भ्याल्यु के आएको छ 1 आएको छ अब यो हामीले अब नाउ गिभन पोलिनोमियल भनेर हामीले पोलिनोमियललाई p र x ले डिनोट गर्न सक्छ p भनेको पोलिनोमियल x भनेको भेरिएबल सपोज x को बदली a b भएको भए यहाँ p a हुन्थ्यो कि p b हुन्थ्यो होइन जस अब यहाँ x छ भेरिएबल त्यही भएर पोलिनोमियल x इक्वल्स टु भनेर यो जे चाहिँ इक्वेसन त्यो यहाँ लेख्नुपर्छ जुन चाहिँ छ x क्युब माइनस 3x स्क्वायर प्लस 4x प्लस 50 यो लेखेपछि के गर्नुपर्छ भन्दा सिम्पली अघि निकालेको डिभाइजरबाट निकालेको जुन चाहिँ भ्याल्यु छ त्यो चाहिँ यहाँनिर हाल्ने पर्ने मात्रै हो सो पुटिङ द भ्याल्यु अफ x इन पोलिनोमियल x इक्वल्स टु भनेर पहिलाको पोलिनोमियल जस्तो थियो त्यस्तै लेखिदिनुहोस् र x को बदली अब p 1 भयो होइन त्यस्तै यो x को बदली हामीले के हाल्नु पर्यो यो 1 हाल्नु पर्यो 1 क्युब हो माइनस 3 को बदली 3 नै यो x स्क्वायर को बदली के हाल्नु पर्यो 1 स्क्वायर यो ब्र्याकेटभित्र हालेको चाहिँ सजिलोको लागि हो अन्त प्लस को बदली प्लस नै 4 को बदली 4 नै x को बदली फेरि अघिको भ्याल्यु 1 हाल्यो त्यसपछि प्लस 50 जुन चाहिँ छ त्यो यतिकै हुन्छ र अब यसो गर्दा 1 क्युब भनेको 1 हो होइन माइनस को बदली माइनस नै हुन्छ अन्त 3 इन्टु 1 स्क्वायर भनेको 1 को स्क्वायर त 1 नै हो 3 ले 1 लाई मल्टिप्लाई गरेर 3 नै हुन्छ प्लस 4 1 जा 4 होइन यो प्लस को बदली प्लस 50 भयो र तपाईँको लास्टमा गएर रिमाइन्डर कति हुन्छ भन्दा 52 हुन्छ अब यो रिमाइन्डर कति भयो 52 भयो अब यसलाई नै चेक गर्नु लागि चाहिँ अघिको 52 निकालेको छ नि त हामीले होइन त्यसलाई डिभिजन मेथडले चेक गर्दा पनि हुन्छ अब तपाईँले यसमै डिभिजन मेथड पनि सिधै सिक्नु पनि सक्नुहुन्छ र हाम्रो डिभाइजर के थियो x माइनस 1 थियो होइन र जो चाहिँ डिभाइड हुनु आँटेको छ ऊ चाहिँ को x क्युब माइनस 3x स्क्वायर प्लस 4x प्लस 50 जुन चाहिँ पोलिनोमियल होइन उसलाई हामीले यहाँबाट पनि डिभिजन मेथडले डिभाइड कसरी गर्छ भन्दा यो हेर्नुपर्छ हामीले फर्स्टको x क्युब छ अब यसलाई चाहिँ हामीले केले मल्टिप्लाई गर्दा चाहिँ यहाँ x क्युब आउँछ भनेर हेर्नुपर्छ सो यो केसमा के छ x स्क्वायरले यदि x लाई मल्टिप्लाई गर्यो भने के हुन्छ x क्युब हुन्छ होइन तर यो x स्क्वायरले यो x लाई मात्रै मल्टिप्लाई गरेर भएन किनभने यहाँ के छ माइनस 1 पनि छ यसलाई पनि यसले मल्टिप्लाई गर्नै पर्छ सो x स्क्वायरले माइनस 1 लाई मल्टिप्लाई गर्दा चाहिँ माइनस x स्क्वायर हुन्छ किनभने यसको अगाडि प्लस छ यसको अगाडि माइनस छ प्लस इन्टु माइनस माइनस हो त्यही भएर माइनस x स्क्वायर हुन्छ दुइटै लेख्नुपर्छ त्यही भएर यसलाई मल्टिप्लाई गर्दा के भयो यसको x क्युब त आयो तर माइनस x स्क्वायर पनि आयो जुन चाहिँ हामीले यो 3x स्क्वायर छ उसको मुनिपट्टि लेख्नुपर्छ अब माइनस गर्नु लागि यो एल्जेब्रामा के गर्नुपर्छ भन्दा यो पोलिनोमियलमा यो डिभिजन मेथडमा साइन चेन्ज गर्नुपर्छ यसको अगाडि इन्भिजिबल प्लस छ जुन चाहिँ हामीलाई देख्दैन तर हुन्छ सो यो प्लसको बदली माइनस लेख्नुपर्छ उसको अगाडि माइनस छ यो माइनसको बदली प्लस लेख्नु पर्यो र एउटा लाइन कोर्नु पर्यो होइन त्यति कोरेपछि x क्युबमा यो माइनस x क्युब गर्दा 0 भयो यसको 3x स्क्वायरमा x स्क्वायर भनेको के भन्दा 1x स्क्वायर हो होइन सो अब यसको अगाडि माइनस छ यसको अगाडि त चेन्ज भएर प्लस भयो सो घट्दा कति भयो माइनस 2x स्क्वायर भयो किन माइनस 2x स्क्वायर भयो भन्दा किनभने दुइटामा ठुलोको 3x स्क्वायर र x स्क्वायरमा 3x स्क्वायर हो यसको अगाडि साइन माइनस छ ठुलोको साइन लाग्छ जहिले पनि त्यही भएर माइनस 2x स्क्वायर आयो र अब यो 4x हामीले तल झार्नुपर्छ डिभिजन गर्दा होइन अब यो 4x तपाईँले यो तल झार्नुपर्छ तल झारेपछि तपाईँको नयाँ भयो माइनस 2x स्क्वायर प्लस 4x फेरि यसलाई हटाउनु पर्यो यसलाई हटाउनु लागि चाहिँ के गर्नुपर्छ भन्दा 2x ले फेरि यसलाई मल्टिप्लाई गर्नु पर्यो किनभने हामीले यहाँ 2x स्क्वायर निकाल्नु पर्यो यहाँ x छ सो माइनस 2x ले यसलाई मल्टिप्लाई गर्दा कति हुन्छ भन्दा माइनस 2x स्क्वायर हुन्छ किन माइनस 2x गर्यो भन्दा किनभने हामीले यसलाई एलिमिनेट गर्नु पर्यो यसलाई एलिमिनेट गर्नु लागि चाहिँ यहाँ माइनस 2x स्क्वायर छ यहाँ पनि माइनस 2x ले नै गर्नुपर्छ गर्दा माइनस 2x स्क्वायर भयो अब यो 2x ले फेरि यो 1 लाई पनि गर्नै पर्यो सो यो 1 लाई गर्दा पहिला माइनस इन्टु माइनस प्लस हुन्छ र 2 1 जा 2 हुन्छ x को बदली x 2x हुन्छ
त्यो 2x चाहिँ अघिको 4x को मुनिपट्टि टक्कै हाल्नुपर्छ। लाइन कोर्यो, साइन चेन्ज गर्यो, 2 मा 2 गर्दा 0, 4 मा 2 गर्दा 2। अब यसमा फेरि प्लसको साइन छ, किन भन्दा 4 ठुलो छ 2 भन्दा, र 2x भयो। माथिबाट यो 50 अब झर्छ, माथिबाट 50 तल झर्यो। सो हाम्रो नयाँ अब 2x + 50। अब हामीले फेरि यसलाई मल्टिप्लाई गरेर के निकाल्नु पर्यो, 2x निकाल्नु पर्यो। सो 2x निकाल्नु लागि x लाई केले मल्टिप्लाई गर्नुपर्छ, 2 ले। 2 ले मल्टिप्लाई गर्दा के आयो, 2x त आयो हैन, तर यो 1 लाई छोड्नु भएन। -1 लाई मल्टिप्लाई गर्दा कति हुन्छ, 2 1 जा 2 प्लस इन्टु माइनस माइनस -2। यो गरेर फेरि लाइन कोर्यो, साइन चेन्ज गर्यो, भनिसकेको छु यहाँ इन्भिजिबल प्लस हुन्छ, यसको बदली माइनस भयो, माइनस छ यसको बदली प्लस भयो, गर्दा तपाईँको प्लस र माइनस गर्दा 0 भयो। यो पनि +50, यो पनि +2 गर्दा दुईटा एउटै साइन भएको त जोड्नु पर्यो, प्लस इन्टु प्लस त प्लस हो, 52 आयो। सो तपाईँहरूले देख्नुहुन्छ अघिको पनि के थियो हाम्रो रिमाइन्डर थ्योरम अप्लाई गरेर पनि रिमाइन्डर 52 नै आएको थियो। त्यो अगेन चेक गर्नु लागि हामीले डिभिजन मेथड युज गर्यो, त्यसमा पनि रिमाइन्डर कति आयो, 52 नै आयो। सो 52 चाहिँ करेक्ट आन्सर हो भनेर हामीले बुझ्न सक्छौँ।